आज यो 30 को उपलक्ष्यमा सम्पूर्ण यहाँ द्वारखाना आउनुहुने हाम्रा पाहुनाहरू र सम्पूर्ण हाम्रा खनाल परिवारले निम्तो गरेर आज जुन पाल्दै हुनुहुन्छ यहाँ हाम्रो पार्टीमा 30 को पार्टीमा उहाँहरूलाई हामी पूर्ण रूपले स्वागत गर्दै हामी सबै तम्तयार रहेको कुरा जानकारी गराउन चाहन्छौँ र हामी आगन्तुकहरूको प्रतीक्षामा छौँ। हवस् त, धन्यवाद। त्यहीँबाट नि भिडियो गरेर आएछन् लो, भिडियो गर्दैन नि त। लो आदरणीय दर्शकबिनहरू, को कता जाने रे? गाडी अलि पछाडि सार्नु पर्ने के सेयर गर्नु पर्छ? गाडी हो खोइ मान्छे खोइ मान्छे खोइ मान्छे खोइ मान्छे खोइ मान्छे खोइ ए खोइ तिम्रो साथी खोइ तिम्रो साथी लाइभ चलिरहेको छ। लाइभ चलिरहेको छ। सबैजनाले हाई भन्ने क्यामेरामा हाई हाई। खाना पस्किने टिम चलिरहेको छ। टिम चलिरहेको छ। खाना पस्किने टिम चलिरहेको छ। ल राम्रोसँगले पस्किनु पऱ्यो। खन्डे ठाउँमा खन्डे तल पस्केर खाइन्छ होइन? आज झ्याप खाइन्छ। भोकाले नि भोकाले कोट लगाएकाले गलेर नि आम्मा यहाँ चाहिँ काँक्रो चलिरहेको छ। खाऊ दिने अरूलाई पनि दिने। कति साथी खोइ मेरो साथीहरु चाहिँ तल छन् क्या। सारा मजा आयो। लाइभ गरेर आज लाइभ गरेर खाना पस्किने काम भइरहेको छ हाम्रो। एकदम राम्रो छ। लाइभ लाइभ एकदम लाइभ चलिरहेको छ। यति माथिबाट लाइभ होइन भान्सा पस्के कोही मान्छे राखेको छैन। लो दिदी भिनाजु सबैजना आउनु पर्यो। यता हाम्रो दाल पकाएको छ गुन्द्रुक। हजुर भेजिटेरियन उता उसको कुरा छ, अचारको कुरा छ। सागरलाई सागरी भोजनै गरौँ, ननसागरलाई नसागरी नै गरौँ होइन? ज्याप पाए ज्याप। आदरणीय दर्शकबिन, हाम्रो यो 30 विशेष कार्यक्रममा हामीले प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। हामीसँग सबै सम्झिना बुवा आमा दाजुभाइ दिदीबहिनी दाजु भाइबुज्यू सबैजना सिँगारिनु भएको छ। आज मेरो यो कार्यक्रममा मजाले चाहिँ आफ्नो रहर अनुसारको खानेकुरा खाना टिप्न बफेट सिस्टम गरिनु भएको अवस्था छ। र चाहिँ राम्रोसँगले बसेर खाइदिनु होला हामी खाद्य अनुरोध गर्दछौँ। ए ल आउनुहोस् है, लाइभ चलिरहेको छ। लाइभ चलिरहेको छ। फोटो पनि त खिच्नु पऱ्यो नि त होइन? त्यतिकै भएन नि त, त्यो पूर्ण गरी त हुँदैन नि त। एकदम राम्रोसँगले राखिदिनु होला। दाल भात खाउँ, दाल भात मजाले। तिमी धेरै नगरे यता बसेर नि खाने बन्दोबस्त मिलाइसकेको छौँ। घनघोर जङ्गल छ यहाँनिर। हामी यहाँ बाहिरबाट अहिले प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। दर्शकबिन, आदरणीय दर्शकबिन, यसरी खानुको सबैजना आएर यसरी 30 को दरखाना आउनुभएको छ। यसरी पालिदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यसरी चाहिँ खानुको मजा नै बेग्लै हुन्छ। आदरणीय दर्शकबिन, र मजाले खाएर चाहिँ हामीले
यसरी चाहिँ नि मजाले चाहिँ नि तीज मनाउने हामीले आज जमर्को गरेका छौँ। यसमा हामी आउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ र कार्यक्रम हेर्दै गर्नुहोला। हामी अझै भिडियो प्रस्तुत गर्न गइरहेछौँ। धन्यवाद। खाना खाने क्रम भइरहेछ। हामी तपाईँलाई अब धेरै राति नबस्नु त एक बेला त बस्नु पर्यो। बेलुकाको आधा आज हामी तीज मनाउन माइततिर जाँदैछौँ र हाम्रो अहिले सहचालकमा हुनुहुन्छ श्री मनिषा अधिकारी। उहाँले लनर्स निकालिसक्नु भएको छ। यत्रो लनर्सको किताब जत्रै पेपर बोकेर चाहिँ ड्राइभ गरिरहनु भएको छ। उहाँ पार्किङ सिक्ने भन्दै हुनुहुन्छ। आज उता एकदम द्रुत गतिमा छ। डराउँदै बस्नुपर्ने स्थिति छ। प्रजल चाहिँ बस्नै सकेन। म चाहिँ कहाँ बस्न सक्छु। यो आज छुट्टीको दिन पनि नराम्रो हुन्छ भनेर बस्न सकेन। म चाहिँ ठुलो आँट लिएर ठुलो बोटो लिएर बसेको छ छेउमा। डराउँदै दरो फिता बाँधेर दर्शकले हेर्न सक्नुहुन्छ। र हामीलाई अब भरे कहाँसम्म पुगिन्छ हामी त्यो अपडेट गर्दै कार्यक्रममा रहिरहनेछौँ। धन्यवाद।